दर्शक नमस्कार, गाउँ रमाइलो टेलिभिजनमा सम्पूर्ण स्वागत छ। आज हामी न्याली खोलामा आएका छौँ। देख्न सकिन्छ हामी न्याली खोला भन्ने ठाउँमा आएका छौँ। लान्स यहाँ खोलो सुकेर केही छैन। यो खोलो लगभग तपाईँको तर्न सकिँदैन। आज त पहिले त तपाईँको खडेरीले गर्दाखेरि खोलामा पानी चाहिँ छैन। लान्स त खोलाहरूको दृश्य देखाउँदैछु मैले। लान्स है यहाँ माथिबाट खोला आएर ढुङ्गा मुढा माटोहरू ढुङ्गाहरू धेरै लिएको छ। आज खोलातिर यसो घुमघाम गरौँ भनेर सानसाना केटाकेटी पनि आएका छन्। उता दुईजना छौँ, हामी 4-5 जना आज खोलातिर घुम्न आएका छौँ है। ल है हामी यहाँ आएका छौँ। यता गोरुहरू पनि छन्। एकदम लोकेसन यहाँको एकदम राम्रो छ। लोकेसन देख्न सकिन्छ। दर्शक लोकेसन पनि धेरै नै राम्रो छ। ल है हामी हिँड्दैछौँ है बेसीको फाँटातिर। दर्शक पनि देख्न सक्नुहुन्छ यो खोले साग भनिन्छ। यहाँ खोले सुकिने दुईवटा बाबुहरूले टिप्नको छ। मैले पनि देख्न सक्नुहुन्छ खोले साग टिपेको जरैसँग टिपेको छु। यसको जरो धेरै नै ताकतिलो हुन्छ। खोलामा आएर देख्न सक्नुहुन्छ यो पानीहरूमा हुन्छ, पानी हिलोमा हुन्छ। हामीले टिपेका छौँ। देख्न सक्नुहुन्छ यहाँ बाबुहरूले पनि टिपेको छ। अहिले खोलामा यहाँ खोलो छ। खोलामा धोएपछि अझै राम्रो हुन्छ। देख्न सक्नुहुन्छ यहाँ अहिले धेरैले टिपेर भइसकेका रहेछन्। त्यसले गर्दाखेरि अलिक कम मात्रामा रहेछ। अब यहाँ खोलामा हामीले धोइन्छ। देख्न सक्नुहुन्छ मैले पनि आधा प्लास्टिक गराइसकेको छु। देख्न सक्नुहुन्छ खोले साग यहाँ यस्तो राम्रो छ। हामीले यहाँ धोँदैछौँ। देख्न सक्नुहुन्छ यी पानीमा ल्याउनुहोस् त। पानीमा एकदम तले खोले साग ल्याउनु त कति राम्रो हरियो छ। एकदम ताकतको हुन्छ। राम्रोसँग धुनुपर्छ है। खोले साग भनेपछि यसमा न एकदम स्पेसल हुन्छ मोलसोल नहालेको। देख्न सक्नुहुन्छ म यहाँ धोएर राखिसकेको छु। जान्छु यहाँ धोँदैछु। लान्छु उता केटाकेटीले धोँदैछन्। उता माथि अर्को बाबुले है। दर्शकबिन देख्न सक्नुहुन्छ मैले धोइ पनि सकेँ। यहाँ सानो रहेछ, अलिक ठुल्ठुलो जो हुन्छ लगभग तपाईँको म ठुल्ठुलै जो हुन्छ यहाँ सानो थियो। धेरैले आएर टिपेर लिएर गइसक्नु रहेछ। त्यही भएर यहाँ कमै भयो। त देख्न सक्नुहुन्छ है मैले यहाँ धोएर राखिसकेको ढुङ्गैमा यहाँ पानी छ। अब घर ट्याक्क धोएर फुकाएर खाने हो। यो आँगनीको यसमा केही दबाई सबै केही चिज पनि छैन। देख्न सक्नुहुन्छ मैले धोएर यति गरिसकेको छु। कोही कता छन् कोही कता छन्। एउटा बाबुले त बोकिसक्नु छ। ल है म पनि धोएको छु। अब यो झोलामा राख्छु। अझै खोज्दै जान्छौँ कता कता भेटिन्छ है। त्यहाँ चाहिँ कति राम्रो हरिभरि मैले भेटाएको छु फेरि। देख्न सक्नुहुन्छ यस्तो राम्रो छ। जरा पनि छन्। देख्न सक्नुहुन्छ है एकदम राम्रो छ है गाइस। एकदम अर्ग्यानिक यो हो। देख्न सक्नुहुन्छ यसको बहुत ताकत हुन्छ। दर्शकबिन देख्न सक्नुहुन्छ दर्शकहरू यहाँ तपाईँको माथिबाट पहिरो आएर तपाईँको डोचरले खनेको मोटर बाटोको पहिरो आएर ढुङ्गाहरू यति धेरै लिएको छ खोलामा। देख्न सक्नुहुन्छ जताततै ढुङ्गो छ। अब बर्खा लागेपछि फेरि यो पुरा खोलो वारको पार हुन्छ। अहिले भने तपाईँको पानी नआएको कारणले गर्दाखेरि लगभग 6-7 महिना भयो पानी आएको छैन। त्यसले गर्दाखेरि यस्तो छ। लानुहोस् है दर्शकबिन हामी यहाँबाट हिँडिसक्यो। अब हामी यहाँ अमलाका बुट्टामा चढ्छौँ। देख्न सक्नुहुन्छ यहाँ अमला छ ठुलो बुट्टामा। लानुहोस् है दर्शकहरू देख्न सक्नुहुन्छ हामीले अमला टिपेको छ। यो अमला एकदम राम्रो मुटुको हार्टको लागि धेरै नै राम्रो गर्छ। नेपालमा मुटु खङ्ग्रीमा हार्ट भन्छ है। ल है के खान्छौ कमला सुन्तला कि अमला। फेरि अमला दिन्छु भन्दाखेरि त ठुलो काण्ड भएको थियो। गाह्रो छ जिन्दगानीमा माछा पानीमा फेरि होइन र साथीहरू। फेरि म पनि भाइरल अमला लिएर जाँदै फेरि विश्वमा म पनि एकदम हलचल चलुला है गाइस। ल अब आजलाई यहाँबाट हल्का उजेल हुन चाहन्छु है।